हेलो सबैजनालाई। आज चाहिँ हामी फेरि स्याङ्जा जुनेर म मात्रै, केटाहरू चाहिँ भोलि आउँछ होला सायद। आज हाम्रो लोकेसन यही हो के अरे हेलु। हेरौँ के हुन्छ, यहाँ भएन भने अर्को ठाउँ गइन्छ भोलितिर। अब हाम्रो कति दिन कता कता हुन्छ थाहै हुन्न। अब चाहिँ हामी डुलेको डुले हो जुनेरमा चाहिँ। केटाहरू भोलि आउँछ भने अब आज यही लोकेसन खेल्नु पऱ्यो। बेलुका हिँड्छु नि, यो ठिक छ नि लोकेसन आज आज यहाँ ट्राई गरिन्छ कति के हुन्छ हेरौँ। अब पानी मौसमले अलि साथ देला नदेला अब हुनु भरै छैन। कहिले फेरि पानी नपर्ला भन्ने दिनमा पानी डेन्जर पर्दैछ, पर्ला भन्ने दिनमा पर्देको छैन क्या। फेरि जहिले यताउता बनाइदिएन। आज चाहिँ अब पानी परोस् आइदिएको हामी त्यत्तिकै अब जामा पानी पऱ्यो नि बस्दिने भनेर आएको के अरे। अब के हुन्छ ठाउँ राम्रो छ अब हेरौँ है त। माछा पऱ्यो भने त्यसको देखाउँला है त। ल हामी चाहिँ हाम्रो सामानहरू किनेर आएर भर्खरै अब पोको बन्देर जुनै खानेकुराको भाजी म चाहिँ बेटिङ बोकेर अब टक्क आज फेरि यस्तो उस भएर चाहिँ क्या म्याचिङ भएर चाहिँ क्या। म फुल ब्लू भएछ, जुने फेरि फुल ब्ल्याक। मेरो चप्पल चाहिँ कालो छ, जुनेको टोपी चाहिँ ब्लू छ क्या। फेरि जुनेले त पानी धरि ब्लू लाइट लेखा क्या, ब्लू लाइट रे पानी धेरै। आज हामी ल हेलौँ अब के हुन्छ है त। सामानहरू पनि किनेर आयो। अब टेन्सन टाकेर मजाले राखिन्छ। ठाउँ पनि ओगर्नुपर्छ। फेरि यहाँ त राति मान्छे धेरै आउँदो रहेछ कि खेल्न। सबै यहीँ हुँदो रहेछ। माथि तल बैलगाडीको सबै यता आइदिँदो रहेछ कहिले अनि त्योहरू जुटेको बेला चाहिँ भ्याउँछ। अहिले चाहिँ हामी टेन्सन टाकेर बसिहाल्यो नि है त। हामी चाहिँ यहाँ भर्खर हाम्रो टेन्ट हिजो लन्ठुहरूले लुत्रुकै रुजाएर ल्याएछ। चिसो त्यही अहिले हामीले चाहिँ खोलेर बल्ल सुकाउँदै थियो हुन्छ नि। राति चिसोमा पो सुत्नु पर्ने गेस्ट हाउस नि त। पहिला त त्यहाँ माथि सुत्थ्यो हामी। त्यहाँ फेरि एकचोटि एउटा घटना घटेको रहेछ। त्यही भएर अहिले चाहिँ त्यहाँ यस्तो बनाइदिएछ। न त पहिला खुल्ला थियो, त्यहीँ सुतिन्थ्यो मजाले दिनभरि। अहिले चाहिँ अब यस्तो बन्द गरिदिएछ। ठिकै छ, केही छैन। हामीलाई त यस्तै बगरै प्यारो हो नि त फेरि सुत्नको लागि। मिठो जान्छ नि होइन। खोलाको पानी सल्ल अनि त्यसै अनि खोला धेरै हिँड्न मन लाग्छ त। ल अब चाहिँ हामी रोडहरू ट्याक्क बनाउनु पर्छ जुनेलाई। अब चाहिँ हामी रोडहरू बनाउँछौँ ट्याक्क लगाएर है। कोपिस रोड कुनको रहेछ मलाई पनि थाहा छैन। ए लुगाना रहेछ। लुगाना रे के डोमिनेट के हो? डोमिनेट गर्नु भन्छ के अरे होइन। डोमिनेटको रड है यो ट्याक्क। यो चाहिँ हामीले डेन्साइड अनलाइकोबाट किनेको है। डेन्साइड फिसिङ टुल्स एन्ड इक्विपमेन्टबाट चाहियो भने मेरो सम्पर्क गऱ्यो भने चाहिँ त्यहाँ आजको रापलाहरू कता खानु हामीले प्रायः रापला खेल्ने भनेको चाहिँ काउन्टडाउन यस्तो छ है। काउन्टडाउन ट्याक्क यो पनि यस्तो चाहियो भने डेन्साइड अनलाइकोमा लिनु होला। काउन्टडाउन यो ओरिजिनल काउन्टडाउनहरू एडभर्टाइज गर्दैछ एउटा गिफ्ट है। यो चाहिँ ट्याक्क यस्तो खेल्नुपर्छ है रापला। हामीले खेल्ने चाहिँ यस्तो। अब प्रायःले अरू सबैको आफ्नो चोइस हुन्छ के अरे। अझ चाहिँ अब यही रापला आजै किनेर आएको। यो रापला पनि डेन्साइड अनलाइकोबाट। रापलाहरू चाहियो भने त्यहाँ सम्पर्क गऱ्यो भने ट्याक्क लाग्यो। छिटो बना जुनै छिटो माछा पार्नुपर्छ। रापला यस्तो हेरेर रापलाको एडभर्टाइज गर्दैछ सबैलाई भन्दै है। एउटा त गिफ्ट दिनुपर्छ अरूलाई। एउटा गिफ्ट त बन्द आयो यार अरूलाई यार। गिफ्ट त दिइराख्यो नि बिचरा अहिले जहिले। कसले पहिला पार्ने हो तर अहिले अर्को हाम्रो कम्पिटिटरहरू आउँछ होला नि। अहिले कम्पिटिसन गर्नेहरू धेरै हुन्छ फेरि। पार्नुपर्छ आज चाहिँ मनुस भन्छु नि त मैले। कति गाह्रो हुने होला हामफालेर आयो परेर यतिकोमा त मै हाम फालिदिन्छु माछा पऱ्यो तैँले पार्न भन्नुहोस्। तर अस्तिको त्यो हेडटच भएको चाहिँ दामी हुन्थ्यो झन् है। पहिला जस्तो होइन माछा भाग्दैन नि त। त्यतिको टाइममा त माछा कस्तो भाग्यो कि भाग्यो है। ल आज तैँले कुन रापला हान्ने? ल चोइस इज योर्स क्या आज। अच्छा
रापालाको बक्स हाल्नु सरकारले त्यस्तो गर्यो भने त गइसै बाबु फेरि तै लिन जानुपर्छ यहाँबाट पोहार आयो रापाला त यहाँ कति कुनी खेल्ने यो त खै लक्की रापाला यो है यो मेरो ल कि आज म यो चेन्ज हाल्छु है काँडा छैन पऱ्यो डब्बा त यही रापाला नि त को डब्बा अस्ति किन यहीँ छ को डब्बा आज नयाँ रापाला अनलाइनबाट किनेको रापालाबाट ट्राई हान्छ त मैले त पर्छ नि दिनुकोबाट अलि डाउट पो लाउनु थाल्यो यार यो हुन्छ हाल्दैन एउटा हुक छ कि डेन्जर मोटो हाल्दै छ यसमा त्यसमा हाल्ने डेन्जर मोटो त्यस्तै छ तर मोटो मोटो क्या त्यो यो हाल्नु मगाउला यो यो ट्रिपल हुक चाहियो भने नि डेम्सर अनलाइनमा पनि पाउँछ है राम्रो छ यो सानो भयो नि दामी छैन कस्तो चाहिन्छ ओरिजिनल डुप्लिकेट ओरिजिनल डुप्लिकेट त माछाले ओरिजिनल डुप्लिकेट देखाइदियो हुन्छ काँडाको औकात यो भयो कि यो त बङ्गादेखि नि त नि उहाँ रामदिन बलि मोटो रहेछ बिहान बिहान जुनेर तरकारी मारिहाल्छ भोलिको लागि टेन्सन छैन त्यो अहिले मार्नु अब अहिले भात त बनाउने होइन भन्छ नि के बनाउने हो बनाउने भए त मारौँ न नबनाउनु तर हामीले गल्ती गरेको तिर पनि ल्याउनु पनि सानो है छेउछेउमा फकेर आएर बिहान तरकारी खानु त अब चाहिँ डाइरेक्ट बेलुका मात्र हुन्छ ल माछा त खै अहिले उजालामा त हान्नु नसकेर अहिले बेलुका चाहिँ अब पऱ्यो भने अब भिडियोमा देखाउन ओ सुशील गुरुङ ओइ पऱ्यो क्या ओइ परेको आइ ए बेलुका देखाउँछ त अहिले यार ए कता सानो छ क्या ऊ डोडी घटा त्यहाँ खिलासी नगरे ए डाइरेक्ट बेलुका देखाउँला माछा त पर्दैन त ल पारिदिइराख्यो यार गफ त हानेको त हान्न त हान्यो सहरै हो कत्ले हो ए ठिस यार ए ल माछा साछा पर्दैन बेलुका भनेर मैले गफ हानेको क्या अझ ठ्याक्कै गरेको त ल म त एक्टिङ गरेर परेर एक्टिङ गरेर यस्तो गरेर भएको क्या नाइस साइज रहेछ त यार है आधा किलो त छ यार साइज त राम्रो रहेछ त एक क्रुड हान्ने कि कत्ले ए मैले एक दुई कासमा त हानेको मलाई पर्ने रहेछ होइन ए रापालाई चिक्रो छोटालाई ओइ होइन एकछिन छन् एकछिन थाक्ने क्या खै म समात्छु बरु ल खै ला त यो ला त यहाँ देखा बरु यसलाई ल के यार खेलमा आइज नि त नि होइन दुइटै हुक कस्तो दामी सहरले यस्तो हान्यो नि त ल यहाँ कुरा हानिदिएको यो अनलाइन ल तपाईँको रापालाबाट उद्घाटन गरेँ आज है त्यो पनि हो दाइको पोसाममा किनेको रापालाले पऱ्यो नि त बोनी भएर यो मैले खासमा बोनी हान्छ नि मैले हाने त तेरो रडमा त है एउटा नि बोनी भयो ल अब ठुल्ठुलो पर्छ नि त तँलाई फेरि निकाल्नेमा कसरी भयो क्या हेर्नु
एकुरेट हाने चाहिँ ल कत्लेले चाहिँ यस्तो हान्छ कि कत्लेले चाहिँ फेरि सहरले भन्दा कत्लेले एकुरेट हान्छ ल रोइच भयो त दामी एकैछिन गएर कसरी राखिन्छ नि जिउँदै जिउँ त्यो डोरीमा बात्ला बाँच्छ ल ल है अब अरू बेलुका पऱ्यो भने देखाउँछ है त अब जुने चाहिँ मेरो रडधनी पनि भयो ल जुने चाहिँ अब उता पारीबाट खेल्छ म चाहिँ यहीँ सामानहरू नि हेर्ने यही वारीबाट खेल्छु जुने चाहिँ ऊ त्यो पारी आज त्यो बाँसघारीको हो त्यो ढुङ्गा माथिबाट खेल्छ कि त्यो कुनाबाट पहिला नि हामीले त्यहीँबाट हिँड्छु नि डेन्जर ठुल्ठुलो मारेको अब अहिले जुने अब राति माछा निस्क्यो होइन अघि नै फकेर भागिखायो क्या त्यहाँनिर मलाई अन्त एकछिन डिस्टर्ब नगरौँ भनेको खेलिरह त्यही जुने चाहिँ पारी गरेर खेल्छ अब ल जुने माछा पऱ्यो भने ट्याक्क है सिग्नल चाहिँ म यहाँ लाइट बालेर पर्छ कि 2 किलोको पऱ्यो नि दिमाग खराब भिडियो म गरिहाल्छु नि ट्याक्क लगाएर बाटोदेखि त्यहाँ बाँसघारीबाट रहेछ झर्ने बाटो बनाएर चाहिँ ल बेस्ट अफ लक ल ओके थ्याङ्क यू हाम्रो लोकेसन यही है आज चाहिँ अघि नै सुरुमा स्टार्टिङ बोनी भइहाल्यो के एउटा कत्लेले हेरौँ बेलुका के हुन्छ है त ल जुनेको लोकेसन चाहिँ अब त्यही माथि कताबाट खेल्छ त्यही म चाहिँ यहाँ टाढाबाट जुने चाहिँ त्यहाँ खेल्न जानु लाग्यो अब राति अब त्यहीँ बसेर खेल्छ यो चाहिँ सायद यो ढुङ्गा पछाडिबाट ऊ त्यो चुचुरो ढुङ्गाबाट बसेर खेल्छ जस्तो लाग्यो पहिला पनि त्यहीँ बसेर खेल्थ्यो क्या हामीले जुने चाहिँ आफ्नो ठाउँमा गयो राति माछा पऱ्यो नि यताबाट आएर यो ढुङ्गाबाट हाम फाल्नुपर्छ क्या यहाँ फेरि यस्तो हाम फालेर यता निकाल्नुपर्छ हेरौँ अब जुनेले के गर्छ है त आज ल है गाइस हाम्रो पातेकै बुढोले आज माछा पारेको छ कति पछि है मलाई धेरै दिनपछि अहिलेसम्म निस्किएको छैन ओ त्यहाँनिर छ अडेको छ क्या बेलमा 5-6 किलोको होला नि हातै गल्यो त्यो 2 हातले खेलाउँदाखेरि चाहिँ जाला भन्ने पिर लाग्छ के यी यतापट्टि लिएर आएको यता बस्थ्यो यता हुन्थ्यो भेलमै पऱ्यो कि माछा सजिलो भयो नि अनि भेलमा अडिन सजिलो भयो फेरि यता लिएर आऊँ के यता 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 मैले भनेको त हो नि यस्तो बनाइदिएको छ मैले त्यही भएर यता अडिम भनेको फडाला भनेको यस्ता जा अब यार यो मान्छेलाई यार फडाला भनेको मैले फडा ठुलो माछा फडाला भनेको त्यही भएर मैले चाहिँ फडा नै डर मान्यो अडाउन भयो फडाला भने नमारे यहीँ अडेछ यार आउँछ जस्तो लाग्यो नि त माछा त फेरि यहीँ अट्यो नि त ठुलो थियो त माछा अनि चाहिँ कहाँ चाहिँ हेर्नु त कच्चाको कुचु के भिडियो गर्ने अब यही छैन त नि गुड मर्निङ सबैजनालाई आज चाहिँ हाम्रो डे 2 अब एउटा सानो परेको रे अब हेरौँ अझ ठुलो पर्छ कि भनेर अब चाहिँ मोबाइलको स्ट्यान्ड बाई राखेर खेल्नु पऱ्यो जुने चाहिँ हिजो रातभरि बिहान 4 बजीसम्म खेलेर अहिले सुतिराखेँ मेरो पालो एकछिन चाहिँ धेरै माउट पर्छ कि पर्ने है जुनेले हिजो जोस एउटा नराम्रै फुस्कायो ठुलै फुस्कायो हिजो माछा बिहान 4 बजीसम्म खटेको थियो पछि चाहिँ नपरेछ त्यही भएर अहिले चाहिँ रेस्ट गरिराखेँ अब चाहिँ नहुन्छु एकछिन चाहिँ चाहिँ हुँदैन ल हाम्रो गाइजहरू चाहिँ यसरी सुतिराखेँ यहाँ एउटा पोको 2टा पोको जुने चाहिँ ट्रेनभित्र आज राति ठुलो माछा फुस्कियो गाह्रो भयो 4वटा सानो सानो पऱ्यो
कत्ले तिनवटा एउटा सखा सानो बिहान मलाई एउटा पऱ्यो हिजो एउटा जुनेले 2टा कत्ले मारिराखेको जुनेले ठुलो माछा फुस्काएछ काँडा साँडा भाँचेर रापलाको जिब्रो सिब्रो सबै फुटाएको छ अब हेरौँ आजको दिन के हुन्छ सेकेन्ड दिनमा अब हिजो खासै केही गर्न सकेन के अरे अब भयो भने आज बेलुका पार्नुपर्छ है त ल अब चाहिँ हाम्रो तरकारी पकाउने हिजो बेलुकाको क्याच अरे यो चाहिँ रापलाको क्या चाहिँ ठुलो फुटिहाल्यो अब यो तरकारी 4जनाले ट्याक्क हाम्रो दाइको के अरे भएको नाम एङ्गलर ब्रेनलाई नि सपोर्ट गर्नु पऱ्यो है गाइस भन्छु नि सबैलाई अब हामी एउटै ग्रुप हो फेरि ट्याक्क स्याङ्जाको माछा सबै सिद्धाउने होइन पातेकुडा स्याङ्जाको भुत सबै अन्त हरामी बुझ्यो आज नै हरामी बुझ्दैन त हरामी सबभन्दा एउटा स्याल पोखरा फर्केछ यो भुत अब हामी भुत बन्ने हो नि त फेरि सँगै यहाँ 2जना भुतसँग हामी पनि भुत 2टा भुत थपे अब कत्रो परेको है हाम्रो चाहिँ माछा मोल्दैछ मनिषले कति खायो नि त माछा यार 4 जना त छेरपटा लाग्ने भयो क्या 4जनाले धेरै के गर्नु खोजेको मारिदिने हो क्या एकैचोटि त्यो पनि धेरै हुन्छ ल मार्नै खोज्ने यार पातेको एउटा यार के हो दिनभरि पानी प्याका प्याका बनाइदिने क्या खरो बनाइदिने माछा अहिले डाइरेक्ट मम्मीले त झोलमा हालिदिउँला नि त्यो गरेर हुन्छ एउटा हालिदिनु अब काटिसक्यो यहाँ चाहिँ हाम्रो ड्राइभर दाइ मिस्त्री हाम्रो हिजो खुट्टा दुख्यो यसको रिङ हेर्नु खोइ त हिजो यो रापालाई यस्तो फुटालेर जुनेले खेल्दाखेरि रापालाईको जिब्रो भाँचिदिएर रापालाई काँडा साँडा सबै काचा कुचु गरेर अहिले हाम्रो ड्राइभर दाइले ट्याक्कै टाउको पनि चिर्दै रहेछ यो ए अहिले चाहिँ ड्राइभर दाइले जिब्रो बनाइदिएको गमसम्म हालिदिएको ल ठिक छ थ्याङ्क यू म त्यहाँ अर्को नि बनाइदिँदैछ मेरो दाइलातिर दिए धन्यवाद स्याङ्जाको भुत हो उहाँ पनि माछा सिद्धाउनेमा नम्बर 1 ल हाम्रो चाहिँ खाना पाक्दैछ है अहिले त्यहाँ कलाएर त्यहाँ माछा फ्राई गरेको माछा खाओस् हामी त भात खाने हो नि त भात प्रेसर गरेर भात पाकिसक्यो ट्याक्क अब त्यहाँ उस हुँदैछ ट्याक्क जुनै ग्रेभी चलायो ल जुनेले पकाएको ग्रेभी आज चारवटा लाएर ल अब चाहिँ हाम्रो भात खाने टाइम होइन बस्ने ठाउँ त खत्रै निकालेछ के अरे शीतलो बनाएछ यस्तो कुना कुना हेर त मच्छर पातेको एउटा ऊ त्यो कुना कुनामा हेर्नु तपाईँले पो टी सर्ट लाखेन लाखा हाम्रो त लाखेन यस्तो मौसम क्लियर छ आज माछा पो पर्छ कि फिक्स हो दाइ ल फिक्स ल है जुनै फिक्स आज माछा फिक्स आज ल आज जुत्ता बनाउनु पर्छ है त है पातेको बुढा ल फिक्स ल 2 पिस त हुन्छ क्या जुत्ता बनाउनै पऱ्यो है त आज ल ल अब चाहिँ हाम्रो खाना खाने टाइम है ट्याक्क लाएर भात खाने जुनेले सर्भ गर्छ कुकरमा ट्याक्क है अब जुनेले भात सर्भ मिठो तरिकाले टाउकोसँग खानुपर्छ आज अब तिमी पातेको एउटा ल है ट्याक्क यो अन्त माछा भात ट्याक्क रमाइलो टाइम ल दरो हान्नुपर्छ आज आज चाहिँ नपर्दासम्म आइन हामी माथिबाट ल है फिक्स आज त फिक्स हो मलाई त 14 भन्दा पनि झोला न जुन
अब यस्तो लिनु सजिलो भयो अब त भयो भने दिन नै पर्यो नि ल गोलबेडा केटी उकाल्ने झोल त थोरै भएछ क्या सुकेर गएको छ त नि उडिखेल तपाईँले ल तिमी पनि खाऊ रक्षा गरौँ हामीलाई पनि देऊ आज आज दिनु पर्यो दिएन भने ल अब चाहिँ हाम्रो नयाँ शीतल ठाउँमा कुनामा बाँस गाडीमा है हेरौँ के भन्छ त जस्तो जङ्गलीहरू त हिँड्न कहाँ सक्छ त नि चाकै चाक गढे रे खोइ चुचुले गढ्यो खुट्टा गढ्यो बाँसले के ए यस्तो भइसक्यो म त चिप्लेर बाटोबाट चिप्लो खायो डुँडे हात फेरि उस होला फेरि खाल्टो लट्ठीले खाल्टो पार्दै आउनु न गाह्रो रहेछ हौ गाह्रो खत्तम बाटो ल्याउँछ दाइ यो ड्राइभर र जुनियर त ल यहाँ चाहिँ हाम्रो सिसोम्यानहरूले बुद्धिना फोल्ने ठाउँ बनाउँदै बुद्धिना पर्छ कि पर्दैन है त आज राति राति हो कि उज्यालोमै हो बुद्धिना पर्ने बुद्धिना फोल्ने ठाउँ यस्तो रे अँध्यारोमा हो के हामीले बुदुना खान पाइन्छ र भनेर त हुन्छ अरू न उसले छाप्नु रहेछ नि ल हाम्रो बुदुना फुलाउने यस्तै रे आज पातेको बुढाको टेक्निकले काम लाग्छ कि लाग्दैन जुनेर पातेको बुढाको टेक्निक है ठाउँ त दामी बनाएको लभ परे जस्तो लभ जस्तै त्यो बनाउनु अलि ठुलो बनाउनु पर्ने कि सानो भयो है अब सुशील गुरुङहरू चाहिँ जान लाग्यो एउटा सुशील पाताके बुढा हजुर ए पाताके के गरे यस्तो खानु पर्यो न ल ल ल भरेर खानलाई बल्ल प्याज कटिङ यता तिल तातिको है यो चाहिँ हाम्रो बिहानको माछा खानै नसक्ने भयो है धेरै बेर है के भएर उसो गरे अच्छा यसमा पड्काउनु चाहिँ केही छ ल्याखाने खाएको के पर्खाउनु उसके के अरे के भन्छ मेथीहरू क्या हुन्छ ल प्याज उस गर्ने ग्रेभी बनाउने हाल्नु हुन्न ल ल्याउनु बेचा ल्याउनु ल साथी हो हाम्रो 5 जग्गै बुढाले माछा पाउन सफल भएको छ हिजो
हिजो खुसियो आज चाहिँ पारेछ माछा आउँदैछ खुइलाइदिएको म क्या म त खुइलाइदिएको झिक्छु भन्थ्यो नि माछा अहिले हो त्यहाँ छ के को सानो हुन्थ्यो बुढा ठुलै छ माछा त्यो मेरो पछि राखेको छ नि होइन ठुल्ठुलो त्यही ठिक राखेको छ कि। ठिक छ म त त्यो हामले गएको त अनि पर्ने बित्तिकै तल पर्यो अड्क्यो होइन उति अड्क्यो कि यहाँबाट यहाँ निस्केको आज त कहाँ पुग्छ र म आउँदैछ आउँदैछ के आउँदैछ माछा त म भन्दा नि माथि पो रहेछ ओ त्यहाँ छ माछा देखेको छ लगभग 4-5 किलो छ माछा 3.5 किलो ल ए के को 3 किलो हुन्थ्यो 5 किलो कम त छैन माछा नजिक आउँदैछ एकदम उस गरेर है पातेकोबाट रड मेरो कस्तो हो त नि त्यस्तै छ मेरो पनि त्यस्तै हुन्छ ल माछा यी यहाँ देखिएको छ अहिले आजको भ्लगर चाहिँ हाम्रो पातेको बुढा फेरि होइन पातेको बुढा हो यही माछा आउँदैछ पाखा पाखा ए हाम्रो जुने भाइ फेरि गयो फेरि आयो फेरि आउँदैछ खेलाउँदै हुनुहुन्छ एकुरेट हाने रहेछ ए माथि गयो नातिकिन हिजो चाहिँ के गरेर गयो आज चाहिँ जान दिनु भएन भक्क माछा थाकिसकेको क्या थाकिसक्यो माछा पर्दैन खेलाउने एकछिन यस आफ्नो पनि गरेको है जाली गयो नि पातेको बुढा तिमीले त घर बनाइदियो ल्याएर खान्छ के ए रापालाई देखेको छ मेरो नाचको नाच पारे किन बोल्कीको भन्दै तलबाट बुढाइ त्यहाँ ल ल ल बधाई बधाई छ ल ल मैले रेकर्ड ब्रेक भएँ मैले त फोटो खिच्छु मेरो रापालाई जस्तै भएको छ रापालाई त जस्तै बनाइदियो नि यहाँ कहाँ बोल्नु जोडीको कथा पातेको बुढा यता जोडी उता राखेको नि आफूले कता राखेछ जोडी सेप रहेछ बन्द गरिदिउँ बन्द गरौँ बन्द गर्दै हुन्छ ल होइन पातेको बुढा हामीले एउटा पारा राखेको छ है तिनीहरू त डाइरेक्ट भोलि बेलामा त हामी सरप्राइज दिन्छ कि तिनीहरूले हुन्छ एउटा फुर्का हान्छ कि कता फुर्का है थाहा छैन तर सरप्राइज हुन्छ कि भोलि बेला सुशीलको अनुहार चाहिँ हेर्नुपर्छ हामीले त्यो दाइले पनि भन्नुहुन्न कि फेरि कसैलाई भन्दैन कि हामी कि पऱ्यो नि त कि यो भिडियो अहिले त्यसलाई मोबाइलै दिने कि ब्याट्री सकिने भन्ने है त्यसले चेक त गर्छ कि फेरि एकचोटि मोबाइल म चाहिँ थाहा पाउँछ त्यसले त्यो मिलाउँदैन र भोलि बेला चाहिँ सुशीलको रियाक्सन चाहिँ कस्तो हुन्छ है हामीले चाहिँ त्यही विचारलाई हामीले भनेको छैन कि परेको छैन भने कि फलोवरलाई ठ्याक्कै भिडियो गर्नु कि हामीले उल्टो गरेको छ कि ल अब भोलि बेला सुशीलको रियाक्सन हेर्नु चाहिँ कस्तो हुन्छ अब 5 किलोको रहेछ है म त 3.5 किलो भनेको त म त नि तिमी पनि यहाँ माथि परेको यहाँ बल्छी अड्काइदिएर खोलामा हाम फाल्नु परेर कस्तो पारी गरेर अड्काइदिएको त नि फेरि अड्काउँदैन है ल भोलि बेला सुशीलको रियाक्सन हेर्नु त बाँकी छ अब यति गरेर चाहिँ भयो के भयो सोल्टी भोलि बिहान भनेको अहिले रियाक्सन त खतरा आयो त
केटा चाहिँ परे छैन त्यत्रो फोन गरेर सोद्धा नि मेरो पुस्तिको दिमाग खराब भयो मान्छे उ त्यो आएर पाताकी बुढाले छोडिदिएको रिलिज गरिदिएको थियो उ त्यो मैले नपारेको चाहिँ त्यो चाहिँ मैले पारेको होइन लडिन्छ कस्तो लाग्यो सरप्राइज मैले त बवाल हुन्छ है छोटो होइन क्या माछा माथि निस्केर बस्यो रहेछ त्यसमा थाहा पाएको नत्र कहाँ थाहा पाउने अलि उता राख्नु पर्छ मैले भने नि यहीँ गरेँ क्या फेरि पानी डेन्जर उसायो क्या त्यही भएर क्या हेरे सबभन्दा छिपेको मान्छेले उल्टो उल्टो सिक्यो नि मलाई आफैले भन्नुपर्छ नि पहिला नि अहिले चाहिँ म गरेँ हाम फाल्नु परेको परेन परेन त्यही निकाल्यो क्या ए यो त त्यस्तै गर्छ क्या है पातेबाट यस्तो त काँडा बलियो दिएछ जाठाले के होइन त्यही झिक्दिएको पातेबाट यसले त जबरजस्ती गर्छ कि खान कि हाम फाल्यो हाम फालेर त्यही झिकेको दुईजना त्यही थियो कि ए जिउँदो रहेछ त नम्बर रहेछ त यो नि त्यही उसमा गाँसिदिनु न त्यही यहीँ गाँच्छु नि यहीँ गाँसिदिनु न हो त्यहाँ गाँच्छु नि हो त्यहाँ माथि जुनै पातेबाट यहाँ थियो कि वहीँ थियो म यहीँ थियो भन्छ भिडियो भएन भएन नि पातेकोबाट खै यहाँबाट के पाता पाता बोले बनाएको ल कोही कोहीले चाहिँ फेरि धेरै माछा मारेर भोग लाएर आएछ ठुलो गयो नि चित्तै बुझेन कोहीलाई फेरि झोल चाहिएर झोल हालेको तर्सेछ के हो यो फेवातल हो कि यो फेवातल डुबाएर आएको त भोक लागेको टेस्ट नै छुट्टै छ है ल अब खानुपर्छ भात खानुपर्छ भोक लाग्यो कति बजी रातिको साँच्ची 12 बजी 12:30 भयो 12:30 भयो सुत्नुपर्छ एकछिन यार के अरे पाताकोबाट धागोमा माछा टोकेको माछाले खाँदै खाँदै सुली बोकाएर कि होइन भने त धागो टोकेको होला नि तेरो धागो चुटाइदिन्छु मलाई तान्ने भनेर ए म नि खान्छु नि यस्तो क्यामेरा त्योसँग लागेर म त साँच्ची केही नै हालेँ नि सुली बगाउनुलाई कारबाही हुन्न के गर्ने के कारवाही त्यत्रो माछा मर्दा त कारवाही भएन यसले गर्दा त मरेको त यहीँकोले ल अब भिडियो इन्डिङ गरिदिउँ यतिमै अब भोलि नयाँ भ्लग बनाउनुपर्छ फेरि नयाँ भिडियो अनुहार चाहिँ त्यही पुरानो है फेरि यो अनुहार हुन्छ कि हुन्न पनि भोलि ल अब अहिले राखिदिनु पऱ्यो भात खानु पऱ्यो अब भुसीमा त भेनिँदैन आउनु थाकेको छैन माछै थाकेको छैन छैन नतान्नु जिब्रो भाँचिन्छ क्या बिस्तारी डोरी समाउँदैन बिस्तारी हल्का गरेर क्या कुद्यो भने नि तपाईँले हातले छोडिदिनु डोरी त्यसरी त हुन्न मुखै निकाल्दैन गाडी अनि खै त खाँदैन मुखै यो गर्नु नि नदमा काँडा उसहरूलाई हात काँडा चाहिँ बिस्तारै मजाले थिच्नु थिचेर गर्नु ल है ल आजको क्याच दामी छ ल